आज 2083 वैशाख 21 गते दिउँसो 3 बजे अब हामी अपीबाट तल झर्न लाग्यौं। हाम्रो यात्रा तल्लोको लागि सुरु हुन्छ। सुन्दर प्राकृतिक दृश्यहरूलाई आँखामा कैद गर्दै हाम्रो यात्रा ओह्रालोतर्फ निरन्तर लागिरहेको छ। यो प्राकृतिक सुन्दरताले भरिपूर्ण अपी हिमाल कति सुन्दर छ। बाटो, यहाँका चरिरहेका भेडा अनि यहाँको आवाज, गाईबस्तुहरू चरिरहेको आवाज, खोलाको झरनाको आवाज, त्यसमै सुन्दर देखिने हिमाल अनि त्यो हिमाल हेर्दै हाम्रो थकाइ कम हुँदै गइरहेको अनुभव गर्दै हाम्रो गन्तव्यतर्फ पुग्ने हाम्रो हिँडाइ आजको हाम्रो यात्रा अपीबाट तल झर्ने योजना छ। साँझ मकरीघाट पुगेर त्यहाँबाट हामी चाहिँ फेरि गाडी चढेर आउनेवाला छौँ। यो चौलानीको तिरैतिर विभिन्न यस्ता पुलहरू पार गर्दै आए। यहाँनिर बाटो छोटिन्छ दुईटा, यसलाई दमिल्ला पनि भन्छन्। एउटा उतातिर जाने बाटो छ, एउटा चाहिँ यता यो अपीबाट जाने बाटो हो। यो अपीतिर जाने, उतातिर अर्को यार्सा गुम्बा खोज्ने ठाउँ छ, त्यता साइडतिर जान्छन्। यहाँनिर सानो एउटा मन्दिर पनि छ। आउँदा हामीले यो मन्दिरमा धूपबत्ती गरेका थियौँ। यति सुन्दर छ, हेर्नुहोस् यो कलकल बगिरहेको चौलानीको ध्वनि अनि हाम्रो यात्रा। यो थकान यो सुन्दर दृश्यलाई हेर्दा आफसे आफ कम भएर गएको जस्तो आभास हुन्छ हामीलाई। अत्यन्तै सुन्दर मनमोहक दृश्य छ। यो दृश्यले यतै बसिरहँ जस्तो लाग्छ, घर नगए पनि हुन्छ कि जस्तो लाग्छ। त्यसै पेट भरिए जस्तो लाग्छ, खाना खान पनि मन। यात्राका क्रममा लिएका सुन्दर तस्बिर, सुन्दर दृश्य, सुन्दर नदीको कलकल ध्वनिमा बगिरहेको चौलानीका दृश्यहरूलाई अनि हामी हाँसो ठट्टा गर्दै हिँडिरहेको हाम्रो यात्रा गइरहेको छ, बगिरहेको निरन्तर आफ्नो गन्तव्यको साइड। यी कुराहरूलाई कैद गर्दै यो अन्तिम भिडियोलाई म यहाँहरू सामु प्रस्तुत गर्ने प्रयास गरिरहेकी छु। अपीको बाटोमा पर्ने सुन्दरताहरू धेरै कैद गर्न सकिएन। केही मात्रामा मैले कैद गरेकी छु। त्यो कैद गरेका दृश्यहरूलाई, त्यो सुन्दर प्राकृतिक सुन्दरतालाई मैले यस भिडियो मार्फत यहाँहरू सामु प्रस्तुत गर्ने प्रयास गरेकी छु। मेरो यो सानो प्रयासलाई यहाँहरूले हेरेर मलाई हौसला प्रदान गरिदिनुहुनेछ भन्ने एउटा आशा पनि राखेकी छु। र पछि गएर पनि मलाई वृद्धावस्थामा पनि मैले आफ्ना यी भिडियोहरूलाई हेरेर आफ्नो बितेको समयको रमाइलो पललाई फेरि रमाइलो गर्न सकूँ, याद गर्न सकूँ भनेर पनि यो भिडियो बनाएकी हुँ। कति सुन्दर छ, आउनुहोला। बाटो यात्रा कठिन छ, तर थोरै ठाउँमा बस्दै जाँदै 1-2 घन्टा 3-4 घन्टाको हिँडाइ गर्ने बस्ने भने चाहिँ अलि बढी दिन लगाएर सहजतासँग पार गर्न सकिन्छ। बस्ने ठाउँ छ, खाने सुविधा छ, बस्ने सुविधा छ, सबै कुरा व्यवस्थित छ। यहाँ अति सुन्दर छ। यस्तो मन लोभिन्छ, यस्तो मन हुन्छ, बडा खुसी हुन्छ। म यसको बयानै गर्न सक्दिनँ। बाटोमा देखिएका सुन्दर सुन्दर प्राकृतिक दृश्यहरूले थकानलाई एकैछिनमा चाहिँ कम गरेको जस्तो आभास हुन्छ। थकान त अति नै लाग्छ, त्यति बेला त अब सायद आउँदैन होला जस्तो लाग्छ। तर घर पुगिसकेपछि यी दृश्यहरूलाई देख्दा ओहो अझ केही बेर, अझ केही क्षण अझ बसेको भए हुन्थ्यो भन्ने जस्तो लाग्छ आफूलाई।
हेर्नुहोस् एकदम एक नाचको गतिमा हाम्रो यात्रा चलिरहेको छ। यही हिँडाइले म अफिससम्म पुगेर फर्केकी हुँ। अहिले हाम्रो फर्किने क्रम जारी छ। यो ओह्रालोमा छौँ र फर्किँदा ओह्रालो पर्छ भन्नु पनि छैन। फर्किँदा पनि ओह्रालो फेरि उकालो पर्छ। यसरी चाहिँ हामी आउँदै जाँदै गरिरहेका छौँ। यो भिडियो बनाउँदाखेरि बिचबिचमा मेरो अफिसमा जाँदाखेरिको यात्राका छुटेका भिडियो पनि मैले यसमा प्रस्तुत गरेकी छु र हाम्रो दिनभरिको यात्रा चल्छ। 3 बजे हामी अफिस बेस क्याम्पबाट हिँडेर राति 8 बजे हामी छिरछिरे पुगेका थियौँ। त्यो 5 घन्टाको यात्रापछि हामी छिरछिरेमा बास बस्यौँ 21 गते राति। बिहानै फेरि 7:30 बजे हामी छिरछिरेबाट हिँडेर साँझ 8 बजे मकरीगाडमा पुग्यौँ र मकरीगाडमा पुगिसकेपछि त्यहाँबाट हामीले बोलेरो बुकिङ गरेका थियौँ। 4 जना हामी, 2 जना अरू थिए, 6 जनामा ल्याउने बोलेरोले हामीलाई धनगढीसम्म पुगाउँछ। बिहान हामी 9-10 बजे हामी धनगढी पुग्छौँ। यी सबै सुन्दर दृश्य बाटोमा खिचिएका भिडियोहरू, कोही भिडियो जाँदाखेरिको छ भने कोही आउँदाखेरिको छ। हाम्रो यात्रा यसरी निरन्तर गन्तव्यमा पुग्छ। यो खोला, नाला, झरना, पानीको कतै कमी छैन। तातो पानी बोक्ने मन लाग्यो बोक्नुहोस्, चिसो पानीको यहाँ जरुरत छैन। कति सुन्दर नजारा छ हेर्नुहोस्। कलकल गएको मलाई यति खुसी मन भएको थियो यहाँ कि संसार सब दृश्यको थिए। धेरै खुसी थियो मन, धेरै खुसी। सायद यस्तो ठाउँमा पुगेर खुसी नहुने मान्छे नै नहोला। कति सुन्दर छ, कति राम्रो छ, कति पवित्र छ यो नदी, कति कञ्चन छ यसको जल। आहा, यति सफा। अहो हेर्नुहोस् त, माथि हिमाल, तल जङ्गल, फेरि के भन्छन् हाम्रो यो चौलानी नदी। यो चौलानी नदीको बाटो हामी हिँडिरहेका छौँ। यस्ता सिँढीहरू माथि पुगुन्जेलसम्म, अफिस बेस क्याम्प पुगुन्जेलसम्म यस्ता सिँढीहरू छन्। सुन्दर प्राकृतिक नजारा, प्रकृति कति सुन्दर रूपमा छन्। यो प्रकृतिको काखमा बस्दाखेरि कस्तो पवित्रता, कस्तो मन आनन्द, कस्तो सकारात्मक सोच आउँछ भन्ने कुरा त्यहाँ गएर अनुभव बटुलेपछि मात्रै थाहा हुन्छ। यो बयानै गर्न सकिँदैन। 1000 जिब्रा भएका शेषनागले वर्णन गर्न नसकेको म कसरी सकुला भन्ने हाम्रो स्वस्तानी व्रत कथामा आउँछ। त्यस्तै ठाउँ हो यहाँ। यहाँ मलाई यस्तो आभास हुन्थ्यो कि यी रुख, वृक्ष, लता, ढुङ्गा, माटो सबैले कति तप पुण्य गरेको होलान्। यस्तो ठाउँमा यिनीहरू बसेका छन्, यस्तो पवित्र ठाउँमा। यहाँ कणकणमा देवताको बास छ, कणकणमा ईश्वरको बास छ। यस्तो पवित्र भूमि छ। यो हेर्नुहोस्, यो धार्मिक दृष्टिकोणले पनि अति नै महत्त्वपूर्ण छ। बाटोमा हिँड्दा यसरी हामीले ऐँसिलो पाएको ठाउँमा धेरै त पाएनौँ, कहाँनिर पायो भने एउटा दुईटा पनि यो पहाडी फल भनेर चाख्यौँ। यस्तै किमु भेट्यौँ। कहाँनिर किमुको फललाई पनि खाउँ। किमुलाई किर्मणा भनिन्छ, नेपाली भाषामा चुत्रो भनिन्छ। यसरी चाहिँ हामीले यो चाहिँ किर्मणा खाँदैछु म। यो कहाँनिर यसरी थोडा कहाँनिर, तर काफलको बोर्ड पनि मैले त्यो यात्राको क्रममा, हिँडाइको क्रममा कहीँ पनि भेटिनँ, देखिनँ। अनेक हेर्नुहोस्, योलाई चुत्रो हो, यो काँचै छ। लेकतिरको हुनाले होला, सायद यो जेठ लास्टतिरसम्म पाक्छ होला। बाटोमा यस्तै चिजहरू पनि स्वाद लिँदै, कसैले जडीबुटीहरू देखाउँदै गए। ती जडीबुटीहरू पनि हेर्दै, त्यसको बारेमा पनि सोध्दै। म एउटा आयुर्वेदको मान्छे थिएँ, थोडा त्यसैले मलाई रुचि लाग्दथ्यो। मलाई लाग्थ्यो कि यी प्रत्येक यहाँका वनस्पतिमा यो लाली गुराँसको बोट छ हेर्नुहोस्। प्रत्येक वनस्पतिमा चाहिँ एकदम औषधीय गुणले भरिपूर्ण छन्। यी औषधीय गुणहरूले भरिपूर्ण हाम्रो यो प्राकृतिक सम्पदा, यो वन जङ्गललाई हामीले औषधिको रूपमा प्रस्तुत गर्न सक्यो भने हाम्रो सम्पूर्ण नेपालका नागरिक कति स्वस्थ हुन्थे, कति हृष्टपुष्ट हुन्थे भन्ने जस्तो आभास पनि भयो र मलाई चाहिँ खुब राम्रो लाग्यो। यो छिरछिरेमा चाहिँ हामी रात बास बसेका थियौँ। यो छिरछिरे होमस्टेमा पुगिसकेपछि राति हाम्रो यहीँ बास बसाइ हुन्छ। दुईवटा बाबु नानीले खाना खाए, हामीले खाना खाएनौँ, सुत्यौँ। सुत्नलाई व्यवस्था थियो। मकरीगाड पुगिसकेपछि जब गाडीमा बस्यौँ तब हाम्रा खुट्टा, हामी धेरै खुसी भयौँ। पन्जुको नयाँ बाबुले राम्रो खाना खायो। त्यसपछि गाडीमा हेर्नुहोस् हाम्रा खुट्टा कस्ता छन्। हामीहरू कति मस्तीमा छौँ, थाकेर आएका। अब भोलि बिहान घर पुग्ने भयो भन्ने खुसीमा पनि हामी एकदम मग्न भएका छौँ। थकाइलाई मेट्नको लागि थकाइले परेसान भएका थियौँ। गाडीमा बस्नु पाएर पनि एकदम खुसी भएका छौँ हामी आज।